Hi guys, welcome to my Tariko vlog. Hello guys, welcome to my new vlog. त्यही हो आज चाहिँ हामी पिकनिक जाँदैछौँ अनि मसँग चाहिँ मेरो प्यारी हुनुहुन्छ अनि म चाहिँ धेरै दिन बाद हामीहरु उ गरेको है भ्लग बनाएको मलाई लाज लागिरहेछ आजको भ्लग चाहिँ उहाँले सम्हाल्नुहुन्छ मेरो त्यही हो It's okay. ओके निस्किँदैछौँ अब मेरो प्यारीले स्कुटी निकाल्दै हुनुहुन्छ वाचे हुनुहुन्छ हाम्रो सम्धी हेलो भन्दिनु मेरो भ्लगमा पानी परेको छ अनि यो चाहिँ मेरो आजको रेड ड्रेस हो अनि पानी परेको छ पिकनिक जाने भनेको पानी परेको गाइजहरु यस्तै हो प्यारी चाहिँ उता लिन जानुभयो अर्को नानीलाई यो चाहिँ हाम्रो गाउँ दामी छ यो चाहिँ म बस्ने घर मेरो दिदीको आउनु भयो ल हेर्नु हिरुनी आउनु भयो हिरुनी आउनु भयो हिरुनी यो हिरुनी फेरि हिँडेको आउटफिट हेर्नुलाई खै हेरौँ टाढा ल दामी पानी परेर अब हामी चाहिँ जान्छौँ ल हामी चाहिँ हिँड्यौँ लाग्यौँ पानी मसिना लागि मसिना रे मसिना पानी परिरहेको छ मेरो मोबाइललाई जोगाउनु हजुर पानी पर्दैन आइफोन हो वाटरप्रुफ नहुन पनि सक्छ बाटोको अवस्था चाहिँ यस्तो रहेको छ भिडियो बनाउँदै आउनु हाम्रो प्यारीलाई चाहिँ अब हाम्रो प्यारी चाहिँ राइडर हो अनि प्रो म्याक्स हो फेरि उहाँ होइन जसमा पनि हिँडिदिनुहुन्छ भन्ने पछारिने अरे के खतम भइसक्यो त्यहीबाट बाटो हेर्नुहोस् यस्तो छ भन्नु त भन्नु मात्रै सेतो चप्पल मैला पर्छ भने नहुँदै पर्छ भाराबादी साबुनले कुट्ने नि अब त भिज्यो पानीले के पानी नपरे पनि हुन्थ्यो त कस्तो भइरहेछ त यस्तो भइरहेछ यस्तो गरी हिँड्नु परिरहेछ पानी परेको अवस्था पिकनिक खान के आउनु थियो गाइज उयो तलतिरपट्टि होला कि हाम्रो उ त्योबाट पनि जान सकिन्छ के हो गेट होइन क्या यस्तो छ अवस्था पानी परिरहेको छ गाइज भिडियो चाहिँ अब प्यारीले बोल्नुहुन्छ है सबै कुराहरू हाम्रो प्यारीको भ्लगलाई सबैजनाले माया गरिदिनु होला अनि हाम्रो चाहिँ यो ग्रुप चाहिँ बाजेनाती ग्रुप हो यहाँहरूलाई म्याक्सिममलाई थाहा होला बाजेनाती ग्रुपको बारेमा सो हामीले चाहिँ बाजेनाती ग्रुप चाहिँ हाम्रो अलिकति हतार गरेर हामीले पिकनिक खानु पर्यो किन भन्दाखेरि भाइ बहिनीहरू हामीसँग समय पनि छैन लाग्ने भयो अनि स्कुलले भाइ बहिनीहरू थियो यो टाइममा चाहिँ बढी जस्तो कोही कलेज पढ्ने कोही स्कुल पढ्ने सो त्यही भएर चाहिँ हामीले चाहिँ अलि हतारमा डिसिजन लिएर पिकनिकको प्लान गराइहाल्यो सो अलिकति पानी पनि पर्दियो आज फेरि बिहानैदेखि सो द्याट हामीहरू चाहिँ अनि यहाँ चाहिँ अरूको नि ग्रुप हुनुहुँदो रहेछ खानालाई अरूको बाइक त त्यहाँ पनि त आएको छ त गणेशको बाइक हिँडाल्छन् अनि हाम्रो प्यारी चाहिँ यस्तो भएर हिँड्नु भए गाइजहरू हनुमान कट्टो गर्नु भयो आफ्नो उसलाई अनि त्यही हो हाम्रो ग्रुप चाहिँ यता हुनुहुन्थ्यो जस्तो लाग्यो होइन हो कि को हो ओए हाम्रो ग्रुप चाहिँ यता हो हामी चाहिँ यता छौँ यता हाम्रो प्यारी चाहिँ अब के भन्नु चिसो लागेको छ कस्तो जाडो परेछ गाइस म झोला दुईवटा झोला पुगेर हिँडेछु कहाँ मुखमा ल्याएको के झोला ल्याउन सक्नुहुन्छ यता हेर्नु न मेरो नाकबाट
हाम्रो हेन्सम भाइहरू हुनुहुन्छ यहाँ एक काचा लाग्यो हाल्छु म त यस्तो हिरो रहेछ गाइस पानी पर्यो हाम्रो ग्रुप चाहिँ यता हुन्छ है आगो बोले ल गाइजहरू है ल है ल प्यारी प्यारी धेरै टमाटर प्याज काट्दै हुन्छ यति राम्ररी भएर आउनु परेछ यति राम्ररी भएर आउनु परेछ सबै राम्रै ल अब हामी काम गर्छौँ गाइज गाइज हेर्नु हामी ब्रेकअप भएर रुँदैन है यता पनि रुँदैन यता पनि भर्खर हुनु न ला ब्रेकअप यता त भइसक्यो भइ पनि सक्यो या रुइ पनि सक्यो है साह्रै प्याज र हाम्रो सम्बन्ध आजदेखि होइन खतम अरे यहाँ मोज गरेर खानेहरू हामीलाई रुवायहरू मुटु माथि ढुङ्गा राखी हाँस्नु परेछ अरे मलाई रुवाएर त हाँस्छ अब हाम्रो काम यति छ हामी झगडा गर्दैछौँ पानीको लागि हाम्रो मेन यहाँ डन यता हुन्छ है फेरि अलिकति भाइहरू यस्तो हेन्सम भाइहरू होइन कस्तो हेन्सम ब्युटिफुल दिदीहरू पनि आउनु भएको कहाँदेखि आउनु भएको नेपालगञ्ज सुर्खेतमा आउनु भएको तर हाम्रो सुर्खेत राम्रो नभएर उहाँहरूले गुनासो पोख्नु भएको कि नै भन्नु म हाल्छु दुखी हुनुहुन्छ भन त अघि तिमीले आएको समितिलाई के भनेको थियौ बोल्नु पानी चाहिँ चाहियो के यहाँ चाहिँ पानीको लागि सुविधा दुःख पाउनु भयो होइन टाढाबाट आएर टाढाको मान्छेले यहाँको मान्छेले त अब टाढाको यति राम्रो भएर खानु मागेर लगाएर आएको नमस्कार दर्शक म बाजुनाथ ग्रुपको एउटा मेम्बर हामी है हाम्रो अब पिकनिक सुरु भयो खसीको पनि यो खसीको र ब्रोइलरको त्रास हो यो पकाउनु बाबा टोली हाम्रो त्यहाँ हुनुहुन्छ हाम्रो बाजुनाथ ग्रुपको अध्यक्ष त्यहाँ हुनुहुन्छ छोरी त्यहाँ हाम्रो पिकनिक भइरह सबैलाई खसी खानु मन लाग्ने आउनु होला ब्रोइलरको मासु मिल्नु होला सबैलाई नमस्ते फेरि पनि केमा फलो सलो गर्दिनँ टिकटिङमा लाइक गर्दिनँ मलाई भाइरल गराइदिनु है ल धन्यवाद चम्चाले नखाएर हातले खाने छुट्टै मजा खाजा टाइम हो न यो तर यो चिल्लो हात साबुन छैन अहिले भ्लगको जिम्मा मलाई दिएर हुन्छ मेरो भ्लग आज मेरो प्यारीले सम्हाल्नु भएको छ के भन्ने मलाई थाहा छैन एकदम राम्रोसँग सपोर्ट गरिदिनुहोस् प्यारीलाई देखाउँछु तपाईहरुले चर्पी ला भने बहुत सवाल छ यहाँ चाहिँ सबैजना खाना खाने तयारीमा हुनुहुन्छ तिमी खाएनौ हो यहाँ चाहिँ डान्सर नम्बर 1 हरू हुनुहुन्छ सबैजना उहाँ पनि डान्सर नम्बर 1 हाम्रो प्यारो हेन्सम भाइ हिरो 1 नम्बरको हिरो त्यसपछि हाम्रो हिरोनी प्यारे लाल ल चुम्बक यिनले भनेको चुम्बक अरे हाम्रो प्यारी चाहिँ किन हो त नि यस्तो ननाचेर पुरा पारा देखाइदिने नाच्नु पर्दैन के भयो मोबाइल मेरो ब्याग बाबा भन्ना कस्तो भइरहेछ त पिकनिक खान पाएर एकदम आनन्द हो ल गाइस पुलाउ यहाँ छ यो चाहिँ मासु कुखुराको मासु यो चाहिँ रोस्टा हो यता चाहिँ रोस्टावाली यो चाहिँ अचार हो यो चाहिँ अचारवाली
यता चाहिँ पापड फ्राउन वाली यिनी चाहिँ मेरी भदैनी यहाँ ट्युब पनि छ पर्छ जस्तै के छ यहाँ चाहिँ यहाँ त मिरिन्डा पनि रहेछ मासु वाली मासु बार्दै हिँड्नु भएको छ ल बाजे नाति ग्रुपको उहाँ चाहिँ कोषाध्यक्ष होइन 2 शब्द बोलिदिनु पर्यो अङ्कल केही बोलिदिनु पर्यो बाजे नाति ग्रुपको लागि मैले के गर्ने बाजे नाति ग्रुपलाई सधैँ खुसी लाग्छ मलाई धन्यवाद फेमस ग्रुप छ हजुर अझै योभन्दा एकदमै मतलब उच्च प्रगति रहोस् भन्न चाहन्छु अरू के भनौँ होइन योचोटि चाहिँ मेरो गैरी गाउँमा चाहिँ आउनुभयो हजुर लगभग धेरै होइन कति 35-36 घर भएको थियो 38-39 घरतिर भएको थियो अर्कोचोटि 60 घरले दान दिने भन्ने बाजे नाति ग्रुपलाई एकदम उत्कृष्ट कलाकारहरूलाई त म धेरै धेरै धन्यवाद दिन चाहन्छु कलाकारहरू असाध्यै राम्रो हुनुहुन्छ अब हाम्रो यहाँ जी भइसकेको छ होइन उहाँसँग म धेरै समन्वय भएर काम पनि गर्छु सपोर्टको लागि हजुरलाई धेरै धेरै धन्यवाद के बजिरहेको छ कपिराइट लाग्न सक्छ अब त्यसको लागि कुनै कुनै ठाउँमा म्युजिक जान्छ यदि तपाईँहरूलाई ब्याग किनेछन् मलाई सम्पर्क गर्न विश्वको नम्बर 1 ब्रान्डेड जो मैले मात्र उत्पादन गर्न सक्छ अरूले सक्छ तर लन्च गर्न ठाउँ चाहिँ राम्रो भएन के लन्च गर्न एकदम दामी सोरुम लन्च गर्दा गर्दै हिलो भयो के लन्च गर्दा गर्दै हिलो भयो अलिक फुर्सद भएन त्यही भएर अलिक हिलो लन्च भयो अनि त्यसपछि चाहिँ तपाईँहरूले चाहिए भने मलाई सम्पर्क गर्नु होला 97 429 पछाडि आफै खोज्नु टिकटकमा सबै भयो दिउलानी माया हो पुताली माया लाउन हो साह्रै राम्रो कि हाम्रो ग्रुपको बाबा भन्दा स्यापास यस्तै नाच्नुपर्छ है यस्तै खुसी भएर नाच्नुपर्छ है जम्बू टोलीको नम्बर 1 डान्सर फेरि यता हो या हो जब हाम्रो खाना आयो खाना आएको छ आज मेरो पार्टनर हो नि अब हामी चाहिँ खानेछौँ खाना कस्तो छ बहिनी मिठो छ सोचेदार घुम्दै खाना कस्तो छ टिका हजुर ल ल ल इट्स ओके सबभन्दा फेमस त यहाँ उभा फ्यान्टा भा सबभन्दा फेमस त ल हिरोइन जम्बो टिमको नम्बर 1 हिरो नि छैनौ भगवान हो कति बेला ल्याउने हो तपाईहरु अझै बाहिर भ्याउनु हैन बाप्पा कति सस्तो रहेछ बाप्पा यसरी खाएपछि पो बल्ल मोटाउँछिन् कति लाज मान्दिरहेछिन् तिमी आज किन लाज मानिन्छौ आउँदैछु यहाँ हो यस्तो हो क्या यतिको हुनुपर्छ क्या क्यामेरा देखेपछि अलिकति हाम्रो त यहाँ साइलेन्ट किन साइलेन्ट भएर बसिदिन्छ हाँस्ने जम्बो टिमको मेम्बर एकदम एक्टिभ मेम्बर अनि यस्तो खाएर ज्यान पनि यस्तो भए यसको ज्यान कत्रो मेरो ज्यान पनि कति थोरै खान्छ दिनमा कस्तो ज्यान लाग्छ यसको भाग्य नै यसको ज्यान फेरि हेर न यस्तो हुनुपर्छ यति हुनुपर्छ क्या जति खान नमोटाउने खाना फेरि मोटीले यति खाने अरे पातलीले यति खाने अरे ज्यान फेरि मोटाउने यो गरे सुक्ने फेरि यो गरे कोही फेरि न्याङ 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 गरेर खाना त खाने अरे रोस्ट धेरै छ फेरि आमा 4वटा रोस्ट दिए छन् भाइ ओके कोइला एउटा कोइला 3टा छ त्यसलाई 4वटा जसले बिस्तारै चबाउँछ त्यसलाई धेरै ज्याम खान्छ जो मोटो छ त्यसलाई एउटा खाना जम्मिका खा
बाँड्नु सकेन अझै कति बेला सकिने हो किन झमान लाग्यो अझै फेरि यत्तिका यस्तो झमान हुन्छ यस्तो हेर्दा पनि मिठो होला त यी रोस्तानी बजाइले अहिलेसम्म रोस्ता छोडेकै छैनन् काट्ने भेट्नु लाग्यो अरे अब मलाई चाहिँ राखिदिनु है त मेरो भाग यता फेरि जता पनि भेटिन्छ झ्याप्पै जाँदै भेटिन्छ हेर यहाँ पनि कति धेरै यत्रो ज्यान भरेछ मेरी बाबै जति कुरा गरेन के गर्ने कुन कम्पनीको ब्याग हो हजुर कुन कम्पनीको ब्याग रहेछ यो कम्पनी त यो प्राडा भने हो प्राडा हो प्रोडो हो थाहा छैन प्राडाको होला प्राडाको मान्छेले प्राडाकै हो मान्छे पनि प्राडाकै जस्तै हुनुहुन्छ जाममा गरेर कसरी खानुपर्छ भने कसरी खानुपर्छ हेलो एभ्रिवान जस्तो आयो त्यस्तै गरायो अब भिडियोको दिदीले गराएको भ्याइयो पिकनिक भ्याइयो फाइनली अचारवाली गाइज गाइज अनि हाम्रो पिकनिक चाहिँ फाइनली सक्यो होइन कोहीले खायो कोहीले खाएन कोहीले कता गयो कोही नाच्यो कोही के गर्यो हेलो एभ्रिवान जस्तो के गर्यो एकैछिन रोकिनु अनि त्यहीहरू लागेको थियो बिराम बाती झन् बिराम भयो अझै प्यारीले भ्लग गरिदिनु भएको कस्तो सक्के छ पछि अब बनाउँदा थाहा हुन्छ सबैले सपोर्ट गरिदिनुहोस् माया गरिदिनुहोस् त्यही हो आजको यति भन्दै अर्को भ्लगमा भेट्नेछौँ गाइज बाई थ्याङ्क यू सो मच सब्सक्राइब लाइक सेयर सबै गरिदिनु होला